अहिलेसम्म एउटा नेता पनि बस्दिनँ छिमेकी हजुर मैले मिडिया मार्फत नै हजुरलाई भनेको मेरो गाई छ मैले कतै जान पाएँ मलाई यो बाँच्नु गाई घर भत्काने गाईको गोठमा नभत्काइदिनु प्लिज मलाई यो चाहिँ पाल्न दिनुहोस् म रोडमा बस्छु भन्दाखेरि मलाई त्यसैले छिमेकी लगाइदिनु मैले मिडिया मार्फत नै भनेको छु पहिले ठुलो गल्ती गरेँ हजुरलाई यसपालिलाई अब पहुँच्यो भने अहिले नै पहुँच्यो भने म हजुरको त्यसको लागि होइन म एउटा मान्छे हुँ तपाईँ एउटा मान्छे मान्छे जस्तै गरेर हजुर मान्छे नै हो मान्छे होइन भगवान नै हो हाम्रो लागि यतिखेर हामी चिल्ली र पिल्ली बसेको ठाउँमा हजुर आएर यहाँ हामीलाई भेट्यौँ नि हामी एकदम खुसी छौँ यो गाईको पाप भएर मलाई केटी बरु जहाँ हुन्छ मेरो यो स्कुल भत्काइदियो मेरो नातिले के भन्छ भने बाबा मेरो घर त भत्कायो यो स्कुल चाहिँ किन भत्काएको त मेरो अधिकार छैन बाबा भन्दाखेरि कति हाल म मर्छु ढुङ्गेर भन्छ यही आएर 5 वर्षको 10 वर्षको नाति छ हजुर हजुर नखानुहोस् हामी छौँ म छु है कुरा बुझ्नुभयो नि हरेस नखानुहोस् ल दुःख लाग्छ त्यही हो हजुर यतिखेर प्रधानमन्त्री भइदिए भए हामीले धेरै रात पाइरहेको छ हामीले पाइएन जानेनन् जनताले जानेनन् मेन जनताले नै घात गरिदियो यति हो हजुर ल यहाँ सम्पर्क नम्बर दिइराख्नु होइन उहाँ लिनु न जति सक्नु लिनु न